यो चाहिँ हाम्रो ड्याडीले गमलामा पनि एकदम राम्रोसँग अपराजिता फुल फुलेको छ नि त हाम्रो होइन यसरी सबैलाई पूजा गर्नलाई बुवाले के ससुरा बुवाले एकदमै मेहनत गर्नुहुन्छ धेरै मेहनत फुल फुलाउनमा सासुरामा ससुरा बुवाको काम भनेको चाहिँ अब यहाँ के छैन भन्नुहुन्छ भने जडीबुटीदेखि लिएर फुलदेखि लिएर फलफुलदेखि लिएर सबै चाहिँ छतमा हाम्रो छतमा फलेको छ। पारिजात फुल पनि फुल्ने बेला भएको छ। अब अहिले अपराजिता फुल र यो शिव भगवानको बेस्ट फुल के भन्छ सेतो फुल त्यो चाहिँ मलाई अब फुलको नाम चाहिँ भन्न आएन होइन। अनि चमेली चम्पादेखि लिएर सबै नै फुलेको छ। उहाँले प्रत्येक दिन हेर्नु न कोपिला कस्तो राम्रो लागेको छ। प्रत्येक दिन चाहिँ भगवानलाई चढाउनलाई चाहिँ ढक्की फुल टिप्नुहुन्छ होइन। अनि हामीले चाहिँ अपराजिता फुललाई चाहिँ के गर्छौँ भनेदेखि अब पूजा गरिसकेपछि जुन फुल भगवानको मन्दिरबाट निकालिन्छ नि अनि त्यसपछि हामी चाहिँ अपराजिता सुकाएर राख्छौँ र पछि चियाको रूपमा अनि यस्तै बेला बाबु पनि लुगा लाएर ट्याक्क आइपुग्यो बुवालाई सहयोग गर्नलाई यसरी फुल टिप्न सक्नुहुँदैछ। अनि एकदमै ह्याप्पी छ बाबु पनि होइन। बुवासँग पनि लाग्छ तर स्कुल जानुपर्छ उसको टाइम हुँदैन यसरी र पनि बिहान एकछिनको समय चाहिँ जहिले हेल्प गरेको हुन्छ। अब यसरी चाहिँ बुवाको मेहनत र